सुनेर एकदमै धेरै त्यहाँ चाउचाउ छ चाउचाउलाई गएर चाहिँ फ्राई गर्नुपर्ने हुन्छ मैले पूजाले भनेर खाजा ल्याइदिनु भएको अरे पोको पोको पाइ हेलो एभ्रिवान गुड मर्निङ स्वागत छ हजुरहरूलाई मेरो अर्को नयाँ भिडियोमा अहिले सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदम धेरै सन्चै छु भन्दै आज चाहिँ बिहान बिहानै भ्लग स्टार्ट गरेको भन्दा पनि 8 बजिसक्यो र म चाहिँ दोकान जान आँटेको यो चप्पल लाएर कस्तो हुन्छ आज चाहिँ म बिहानै उठेको अरू बेला चाहिँ म उठ्दाखेरि 10-11 बजिसकेको हुन्थ्यो भने आज चाहिँ म बिहानै उठिरहेको छु र बाहिर चाहिँ आज एकदमै चिसो चिसो छ जाँदैछु एकदम दोकान दोकान चाहिँ उता पर जान्छु त्यहाँ खोलेको छैन भने यता अगाडि जानुपर्छ आँखा चाहिँ सुनेर एकदमै धेरै तनाव भइरहेको छ हेर्नु न यतातिर चाहिँ हजुर बारीमा है यहाँ चाहिँ बिहे आउन आँटेको रहेछ है सबै डेकोरेसनहरू हुँदैछ अनि यहाँनिर चाहिँ अघि बिहे पनि भइरहेको थियो कि यता चाहिँ बिहेहरू हुँदाखेरि एकदमै रमाइलो हुन्छ क्या यता अगाडितिर चाहिँ म चाहिँ आज बिहान बिहानै उठेको अर्कै फिल भइरहेको छ आकाश सुनिरहेको छ चिसोले फुलको चिसोले तपाईँहरूको चाहिँ कस्तो हुन्छ कतिवटा दुईवटा दिन यिनीहरू चाहिँ कसरी हो यसलाई 30 रुपियाँ 50 खाजा बनाउनुको लागि खाजा पनि लिएर आइछ कि हेर्नु न आमाले यत्रो ढोक्रीमा हालेर दिनुभयो दुईवटा चाउचाउ छ चाउचाउलाई गएर चाहिँ फ्राई हालिदिनु पर्ने हुन्छ अनि तर आज बिहान उठेको कि अर्कै रमाइलो भइरहेको छ आज तल जानुपर्ने थियो बस पार्कमा बिहानै तर म उठिनँ छु कि मेरो बुढा चाहिँ अघि गएर आइसक्नु भएछ त्यसै हेर्नु न यस्तो बारीमा चाहिँ अर्ग्यानिक खेती गर्न चाहिँ एकदम मनपर्छ तर के गर्नु है रुम बस्ने मान्छेलाई अनि त्यस्तै छ अब टक्क खाजा बनाउने खाने अनि बाँकी कुरा के गर्छ त म भरे देखाउँछु है त आज चाहिँ दमक बजार पुरै सुनसान छ म चाहिँ सब्जी किन्न जाँदैछु खुल्ला छ कि छैन दोकानहरू आज चाहिँ शुक्रबार चाहिँ बन्द हुन्छ नि त दमक त्यही भएर हो शुक्रबार बन्द हुन्छ यहाँनिर छ आमाले रेडी गरिदिँदै हुनुहुन्छ अब लगेर चाहिँ सब्जी पकाउनु पर्ने हुन्छ आज चाहिँ दमक बन्द छ भोलि त चैते दसैँ होइन आमा चैते दसैँ हो नि भोलि चैते दसैँ हो नि भनेको यो कटार चाहिँ कसरी हो यस्तै कलिलो चाहिँ होइन सब्जी खाने आज चाहिँ शुक्रबार बन्द हुन्छ मैले चाहिँ सब्जी पनि किनेर ल्याइसकेँ 10 बजिसक्यो होला अब हतार खाना बनाइहाल्छु त्यही हो यहाँनिर चाहिँ कस्तो कुकुर आउँदैछ अब खाना बनाउने काम हुन्छ सबैले भाँडा मात्र गर्नुहुन्छ अब सबै थोक गरिसकेर भरे म खाना खाइसकेर भेट्छु ल है साथीहरू म चाहिँ अब लागेँ खाना बोकेर घरमा खाता चाहिँ ल्याउन बिर्सेछु खाता चाहिँ अब ल्याउन बिर्सेछु घाम गएर छ माथि जानुपर्ने हिँड्दै अब जाँदैछु सिटीमा जाँदा त कति बेरै लाग्दैन तर हिँड्दै जाँदा चाहिँ मजा आउँछ क्या रुममा बस्दा खुट्टा दुखिसक्यो त्यही भएर चाहिँ म हिँड्दै जाँदैछु फिते चप्पलमा घामले एकदम टल्केर चाहिँ अनुहारै खुइलिएको आउँछ क्या यस्तो फन्दा पनि
अनि मजाले चाहिँ यहाँको वातावरण चाहिँ हेर्नु न यस्तो पिसफुल राम्रो छ हैन। यहाँ चाहिँ हिँड्दै हिँड्दै जानुपर्ने हुन्छ। भर्खर प्र्याक्टिस गर्दैछु क्या क्यामेराको अगाडि। यहाँ मान्छेहरूले के भनिराख्नु भएको हुन्छ भने एक्लै बोल्दै हिँड्नेलाई त पागल भनिन्छ भन्दै। झन् चाहिँ मलाई एकदमै धेरै मनपर्छ होइन। पिसफुल छ क्या। तल हाम्रोतिर चाहिँ पुरै हल्ला हुन्छ। बजारभित्रै पर्छ। यहाँ चाहिँ अलिक माथि पर्ने भएकोले त्यति साह्रो हल्ला हुँदैन। यो दमकमा चाहिँ गर्मीले अब बसिसक्नु हुँदैन। यता पर चाहिँ सुधार केन्द्र छ कि यहाँनिर चाहिँ दाजुभाइहरू पुगेको गरिराख्नु हुन्छ। अनि म चाहिँ अब यो खाना लाग्छु माथि रुम पनि हेर्नुपर्ने छ आज के कस्तो हुन्छ। रुम चाहिँ अब सर्नु नै पर्ने हुन्छ किनभने यत्रो टाढा हो नि त। अनि साथीहरू यहाँ एक्लै बोल्दै हिँड्दा कि मान्छेले कतिबाट हेरिराख्नु भएको छ हाँसिराख्नु भएको छ। कस्तो लाज हुने क्या। भर्खर युट्युब स्टार्ट गर्दैछन् त मैले चाहिँ हिजोदेखि सबैजनाले हेरिदिनु होला है त। अब म बुढा भएकोमा पनि पुग्न आँटिनँ। केही गरे पनि हिँड्ने प्रयास जारी नै छ। आज हिँड्दै आएको लास्टै उयो भयो कि उयो माथि चाहिँ हेर्नु न कति दामी फुल फुलिरहेको छ। त्यस्तै अब कहिले घर बनाएर चाहिँ म पनि फुल रोप्छु। के गर्नु र अहिले रुममा त रोप्ने ठाउँ पनि हुँदैन। रुमभित्र पनि मरिहाल्छ। गाह्रो छ। त्यही भएर अब यहाँ नजिकै रुम भेटाइयो भने सर्ने भनेको। अनि यस्तो मकैबारी बनाएर हरियाली बनाएर चाहिँ बस्नुको मजै अर्कै हुन्छ। पाहाडमा हुनु भने काम गर्न अल्छी लाग्ने। यहाँनिर चाहिँ काम नभएर अल्छी लाग्छ। त्यस्तै छ साथीहरू। अहिले भिडियो त बनाउँछु भन कि तर पुरै अनुहारै देखिँदैन रहेछ। यस्तो हुन्छ क्या। कतिखेर पनि बुढा भएको ठाउँमा पुग्न आँटिन। अनि यो घर चाहिँ छ क्या। कहिले यस्तो खालको घर बनाउनु जिन्दगीमा कहिले सम्भव हुन्छ। यस्तो सपनाहरू धेरै छ साथीहरू। कहिले पुरा गर्नु बिस्तारै पुरा हुन्छ। नगर्ने भन्नु न अब दोकानमा अब सफल भयो। यहाँनिर गर्मी भएर पानी झाँपेर खानुपर्ने हुन्छ। पानी पनि नआउँदो रहेछ। पानी के खानु। अब रुम हेर्न जानुपर्छ। एकछिन रेस्ट गर्छु। अनि भएको छ एकदमै धेरै गर्मी भएर एकदम बजार हेर्न सक्नुहुन्छ हजुरहरूले। सबै रमाइलो छ साथीहरू। मेरो भिडियो चाहिँ के कस्तो भयो सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला, लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला। र बाँकी दिनहरूमा चाहिँ म आजभन्दा धेरै राम्रो भिडियोहरू पनि लिएर आउने छु भन्दै आज चाहिँ यहीँ बिदा हुन चाहन्छु। थ्याङ्क यू सो मच। लभ यु अल।